सिट चट्ट कालो चस्मा लाल चिसो चिसो हावाले मोरी तिमलाई आँखालाको साराले। सो हेलो गाइज व्हाट्स अप, वेलकम बैक टु माई चैनल। दिस इज योर बोय समीर भट्टराई। आज चाहिँ हामीले नयाँ भिडियो आएको छौँ होइन। सुनि आजको भिडियोमा चाहिँ हामीले एकदमै नयाँ ठाउँमा जाँदैछौँ। आज चाहिँ हामी नयाँ ठाउँ भन्दा पनि हामी चाहिँ सन्दीप दाइ र म चाहिँ गइसकेका छौँ होइन सन्दीप दाइ। हो तर हामी चाहिँ आज विवेक दाइलाई पनि फर्स्ट टाइम हाम्रो किनभने नाइग्रा चाहिँ 2 वर्ष भइसक्यो है, अहिलेसम्म जानु पाएन। नाइग्रा धेरै सुन्यो तर जानु पाइएन। आज चाहिँ केटाहरूसँग यस्तो मिलिरह पनि हल्का दामी छ बाबा, घाम लाग्नु सुरु भइसकेको छ। ल त्यही गरौँ। अनि अहिले चाहिँ हामी उबर गरेको छौँ, उबर आउँछ अनि उबरमा जान्छौँ। अनि हाम्रो ट्रिप चाहिँ कस्तो रमाइलो होला, 3 जनाको बवाल हुन्छ हैन। You will see in the video. के रमाइलो हुन्छ भिडियोमा हेर्नु होला। लाइक कमेन्ट सब्स्क्राइब एज अलवेज हाम्रो तपाईको स्वीट बोय समीरलाई। सो लेट्स गो। अहिले चाहिँ हाम्रो यहाँ तेल हाल्ने कार्यक्रम हुँदैछ हैन। अनि अहिले चाहिँ हामी यहाँ उबरमा चढिसकेको छौँ। दाइ कस्तो भइरहेछ त ट्रिप हाम्रो? मलाई चाहिँ एकदम रमाइलो लागेको छ। अब 1 घन्टामा हामी नाइग्रा पुग्छौँ भनेर चाहिँ अब 1 घन्टा लाग्छ थाहा छैन। एकदम एक्साइटेड, नयाँ ठाउँ नयाँ के हो हैन। दाइको पो नयाँ ठाउँ, हाम्रो त नयाँ ठाउँ होइन नि त। दाइलाई हामी दामी घुमाउँछौँ किनकि हामी पहिला गइसक्यौँ नि त। देउरालीको चिसो चिसो हावाले मोरी तिमलाई आँखालाको साराले कहिले काहीँ मतिर नि बाटो। हामी लगभग 10 मिनटमा चाहिँ पुग्छौँ नाइग्रा होइन। अनि अब चाहिँ हाम्रो फेमस ब्रिज आएको छ, यो चाहिँ बब्बाल छ भन्ने छ, उसले पनि खिच भनेको छ। हामी पहिला नि आयो तर हो नि त है, पहिला नि बवाल मजा आउँथ्यो। यो चाहिँ कतिजनाले सुन्नुहुन्छ होला क्यानाडा बस्नेहरूले। कस्तो लागिरहेको सिट चट्ट कालो चस्मा लाल आइपुगेको छौँ अहिले चाहिँ होइन नाइग्रा। ल हेर्न सक्नुहुन्छ नाइग्राको भ्यू चाहिँ। इधर बवाल और नथिङ। ल हामीलाई चाहिँ यहाँ ड्रप गरिदियो र अब हामी चाहिँ आइपुगेको छौँ नाइग्रा। अन द वे के हेर्दै हुनुहुन्छ के? हाम्रो चाहिँ हैन नाइग्राको बाफहरू होइन, नाइग्रा बाफहरू यस्तै हो कि दाइ? दिस इज नाइग्रा दाइ, दिस इज नाइग्रा। के यस्तो हुन्छ क्या होला मात्रै दाइ होइन फ्लावर्सहरू बवाल और नथिङ। कस्तो दामी यार है। ओके होटल दामी छ कि त? होटल मोबाइल होटल रेस्टुरेन्टमा गएर सानो एउटा 2 मिनेट रेस्ट। हामी कहाँ पर्छ रे? हामी रेस्ट गरिहाल्छौँ। वाशरुम छ प्रोटिन गुज क्वाक क्वाक रेस्ट पनि भयो होइन। आइसक्यो होइन नाइग्रा आइसक्यो दाइ। ल लेट्स गो। अब चाहिँ हामी तपाईँलाई चाहिँ असली भ्यू देखाउँछौँ के छ नाइग्रामा। उयो चाहिँ टावर हो नाइग्राको है। कसैलाई पिसाब फेर्नु मन छ भने यहाँ चाहिँ है फेरि। यहाँ छ वासरुम रेस्टरुम। अनि चाहिँ नाइग्रा चाहिँ यही नै हो। अब हामी नजिक गएर देखाउँछौँ असलीवाला नाइग्रा चाहिँ अब नजिक गएर नाइग्राको एकदमै। अनि अहिले हामी चाहिँ नाइग्रामा बोटिङ पनि चढ्छौँ, सबै एक्टिभिटिजहरू पनि गर्छौँ है एकछिनमा चाहिँ। त्यसपछि हेर्दै गर्नु होला के कस्तो फन हुन्छ, त्यसपछि कति कस्टहरू पर्छ। नाइग्रा घुम्न जाँदै मान्छेहरूलाई चाहिँ सबै कुरा दिन्छौँ हामीले। के कति पाउँदो रहेछ सबै होइन उता इन डिटेल सब दिनेछौँ, सब दिन्छौँ। लास्टसम्म चाहिँ के हुन्छ नि हेर्दै गर्नु होला। हेर्दै गर्नु। क्यानाडामा समर लागु हुँदाखेरि चाहिँ फुलहरू एकदमै एकला भयो। ओए फुलै फुल छ होइन। र यो फुललाई चाहिँ हामी यसरी कानमा लाएर बगैँचामा सरमै लाउने पिरतीको भनेर चाहिँ हामी अटेन दाइ। मेरो कपालले नै छेक्यो होला। तपाईँको दामी देखेछ फुलले त। कपाल ल है त यो चाहिँ मुस्कान पासा पासा पुगिडन पुगिडन गरिदिनु त एउटा। यस्तो 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 देखाउँदैछौँ असली भ्यू। वे यो चाहिँ व्हाट इज दिस? ओ माय गॉड वे दाइ रिएक्सन चाहिँ निलो चाहिँ युएस को वाला हो है। यो चाहिँ युएस को वाला, यो चाहिँ क्यानाडाको। दूरबीन दूरबीन दा दूरबीन हेर्नु
कोइन हाल्नुपर्छ क्या यहाँ दुईजना कोइन हाल्नुपर्छ के अरे यो चाहिँ निलो बाल चाहिँ रातो चाहिँ क्यानाडाको नाइग्रा आउने बित्तिकै पानी पर्यो अहिले चाहिँ हाम्रो है तनाव भयो है अघि भन्न छ अनि ल हेर्नु मैले गुगलमा खुल्ला छ भनिरहेको थिएँ नि त पत्याउनु भएको थिएन खुल्ला रहेछ नि क्यानाडाको नि भाइ अब चाहिँ हामी त्यहाँ जाँदैछौँ बोटिङको लागि चाहिँ त्यसपछि हामी चाहिँ सर पुग्छौँ है त अब चाहिँ हामी टिकट काट्न पर्ने रहेछ पैसा ट्याक्क लिएर हाम्रो टिकटको प्राइस चाहिँ यस्तो रहेछ हाम्रो चाहिँ यो लाग्ने भयो एकजनाको हामी टिकट पनि लिइसक्यौँ होइन टिकट चाहिँ यो रहेछ है अब चाहिँ हामी जाँदैछौँ सिधै त्यहाँ हामीले यही सर्ट हामी वहीँ गएर खिच्दैछौँ है अब चाहिँ जति तल गयो चिसो हुँदै गइरहेको है तल पुगेपछि त एकदमै समुद्रको सतहभन्दा धेरै तल जस्तो लिफ्टमा जाने रहेछ है डराउनु भएको त ए नडराउनु न लिफ्ट हो यो अब नर्मल त हो नि त सिधै बोर्डमै पुगेको जस्तो लाग्छ सिधै नागरामा ल्यान्ड हुने कि हामी चाहिँ अब बोर्डिङको तल लगाइरहेको छौँ होइन यहाँ चाहिँ हामी फोटो पनि खिच्नु पर्ने रहेछ यिनीहरूले खिच्दो रहेछ र हामीले दिन्छ अरे फोटो भन्दै थियो ओके सी यू म्यान Let's go. Way night in the day, man. Yeah, man. That's what I want, man. No, man. Were you excited, man? I'm super excited. Let's go, baby. यति नजिक आइपुग्यो है हजुर गाडीबाट आएको लाग्यो हामीले सिधै लिफ्टबाट ल्याइदिनु प्लिज हेभ टिकट रेडी फर स्क्यानिङ रेल ओके लेट्स गो नेपाली दाइहरू नि हुनुहुँदो रहेछ त्यहाँ पछाडि यो दिने ठाउँमा चाहिँ होइन दाइ म नेपाली बोल्दैन त काकै हो र अब चाहिँ हामी यो लगाउँछौँ यो चाहिँ रातो चाहिँ हाम्रो यो क्यानाडाको भइहाल्यो अनि यो लगाउँछौँ ब्याग लिएर जाइदिने अब यसमा यहाँतिर लगाइदिनु न के हुँदैन लगाइदिनु न अब चाहिँ हामी रेडी भइसकेको छौँ हाम्रो यो लगाएर पनि तर हामी नितुर्कै भिज्छौँ भन्ने कुरा आएको थियो नयाँ नयाँ जुत्ताहरू भिज्यो भन्दा फेरि त ना भन्छ उयो चाहिँ रेनबो ब्रिज हो होइन यो चाहिँ ट्याक्क यता क्यानाडा यता युएसए हजुर चिया खाने यहाँ त्यहाँ त हान्नै पर्छ त्यही टाइटानिक पोस्टको लागि थिम नै त्यही हो आजको है अब हामी चढ्न लागिरहेको छौँ र हामी चाहिँ बोटमा चढिसकेको छौँ नेपालको बोटबाट चाहिँ नाइग्राको बोटसम्म दाइ कस्तो लागिरहेको तपाईँलाई देख्नु थिएन त्यो चाहिँ हाम्रो बोट चढ्न सुरु पनि भइसक्यो दाइ कस्तो मेरो बोट हजुर के होला त्यो नगर्ने जाकिन्छ फेरि अगाडि चाहिँ उता रहेछ कि तर हामीले पनि घुमाउँछ कि ढुक्क हुन्न त पुरै रुचाउँछ के गाउँले केटी चाहियो भन्छे नामाले तिम्रा लागि भाका पनि सुरिलो तिम्रा बाला याद चिसो भयो यस्तो भयो नि अमेरिकाको चाहिँ हामीबाट हेर्न मिल्ने रहेछ कस्तो नजिकबाटै हामी चाहिँ नित्रुक्कै भिज्यो है पसिना हेर्नु यस्तो पसिना रे पानी यो पसिना हो तर पुरै जाकियो कि हल्सको पसिना चाहिँ पुरै युएसको केही भएन खिच्नै मिलेन क्या त्यहाँबाट है मोबाइलै पुरै भिज्यो अनि मोबाइल खल्टीमा हाल्यो अहिले मोबाइलै पुरै भइसक्यो हामी चाहिँ बोर्डिङ गरेर फर्किएको छ अब चाहिँ तर अलिक गर्मी फिल भएको है अहिले चाहिँ भयो किन त चिसोबाट आयो नि त त्यही भएर एकदम अब चाहिँ तातो चिया खानाहरू खाऊ मसला टी एन्ड खानाहरू खाऊ अनि त्यसपछि तातो भएर इनर्जी ब्याक गरेर फेरि हामी नयाँ एडभेन्चर गर्न लाग्छौँ ल हामी चाहिँ एकछिन यहाँ बस्यौँ अब चाहिँ जानु लाग्यो खाना खानालाई
धनी बढाउँछन् रे हात माग्न अहिले चाहिँ हामी रेस्टुरेन्टमा आइसकेको छौँ र यस रेस्टुरेन्ट चाहिँ नाइग्रा फल्सको कुन रेस्टुरेन्ट झन् अहिले चाहिँ खाएपछि भनौँला मिठो लाग्यो भने चाहिँ के हो दाइ मिठो लागेन भने चाहिँ अनि त्यसपछि हामी त्यही भन्छौँ हामी चाहिँ रिभ्यू दिने गइरहेको छौँ राम्रै हुन्छ जस्तो लागिरहेको छ राम्रै छ ठाउँ चाहिँ राम्रै छ होइन पाउने छैन मजा दिएको नि तर गाठे भन्न सकिन्न मेरो नम्बर हमने खाना खाया बहुत अच्छा लगा हामी चाहिँ खाएर हल्का यता आइरहेको थियौँ अनि पानी पनि पर्यो अनि त्यही भएर यता एकछिन आयौँ यता चाहिँ अब यता गेमहरू छ उयोहरू टिपिङहरू छ अनि धेरै के छ गेममा अनि उल्टो घर पनि छ है उयो चाहिँ उयो हाल्नु सक्नुहुन्छ यो मान्छे चाहिँ रियल मान्छे होइन है यो चाहिँ घर नै उल्टो छ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ त्यो मान्छे पनि हेर्नु न चढेको चढेछ अहिले त दाइले के किन घरि झरिरह भनेको लास्टमा त्यो मान्छे चाहिँ नक्कली रहेछ के खतरा यहाँ हेर्नु न पर्व किङको पनि हो एक कुरा चाहिँ यहाँ केही न केही इन्ट्रेस्टिङ छ क्या है ढुङ्गाको त ढुङ्गा नै हो ओए होइन नि दाइ यो त काठ हो रबर जस्तो छ सेरामिक जस्तो छ कि उयो आउँदा नि हामी चाहिँ गेम जोनमा आइसकेको छौँ होइन यस्तो कार्ड किन्नु पर्ने रहेछ यो कार्ड ट्याप गर्दै यहाँ खेल्दै गर्नुपर्ने चाहिँ अब चाहिँ आउनु लागेको छ हाम्रो मासिनो खेल्नु लागेको छ हामी अब चाहिँ केटाहरूले गार्बेज खेल्दैछ होइन एक्साइट हो नि दाइले 20 लिएर आउनु भयो जिन्दगानी गाह्रै रहेछ कहानीमा छोटो जाइ हो परेपछि लामै रहेछ सो गाइज अब चाहिँ हामीले चाहिँ दाइ आइसक्रिम खानु लाग्यो खानु नि त अब अलिक राम्रोसित खानु न शनिबार खानु छ कि राम्रोसँग मैले चाहिँ खाएर घाँटी दुखिसकेँ मेरो चाहिँ अर्को खाइसकेँ मैले चाहिँ अब चाहिँ हामी घर जाने बेला नै हुनु लाग्यो अनि हामी चाहिँ आज बेलुकासम्म चाहिँ नबस्नु लाग्यो किनकि भोलि बिहानै काम छ अनि त्यही भएर चाहिँ पानी पनि पर्यो अनि त्यही माथि होइन दिउँसो चाहिँ एकदम रमाइलो गरिसक्यो अब चाहिँ फर्किनु पनि पर्छ होइन अनि त्यही भएर अब हाम्रो उबर पनि गरिसकेको छौँ अब यो 4-5 मिनटमा आइपुग्छ होला अनि आइपुग्छ अनि जान्छौँ हामी अहिले चाहिँ ल बेलुका 8:15 लागिसक्यो 7:45 भइसक्यो होइन दाइ कस्तो भयो त आजको एक्सपिरियन्स तपाईँको फर्स्ट ट्रिप टु नाइग्रा हल्का यति मात्रै अलिक त्यो पिङ त अनि खेलौँ भनेको दाइ खेल्नै मान्नु भनेको लास्टै डराउनु भयो क्या दाइ पहिला खेलेको अनि के खेल्नु भनेर जस एकदमै हेर्नु न राम्रो छ नि होइन ठाउँ त त्यही नै हो अब चाहिँ हामी फर्किन्छ अब चाहिँ 1 घन्टामा हामी घर पुग्छौँ होला होइन नाइट स्टे गर्ने हिसाबले नै किनकि यही बस्ने क्या हाम्रो 5 जना केटाहरू आएर चाहिँ नाइट स्टे हामी यहीँ गर्ने तरिकाले आउँछौँ अब चाहिँ 12-1 वर्षसम्म खिच्छ यहीँ बस्ने यहीँ बस्ने अनि बल्ल अर्कोचोटि चाहिँ होइन अझै हामी बाटोमा रमाइलो अलिक बिर्सिने बानी छ माइन्ड नगर्नु होला है ल त्यही गर ल अब चाहिँ हामी जानु लाग्यो होइन या या नेपाली हेर नानी तिमीतिर ढलिसकेछु नाचिलाउँदै म त हिमालयमा छु घरिघरि अन्तर्राष्ट्रिय विमानमा छु गाइज अहिले चाहिँ हामी घर आइसकेको छौँ होइन आफ्टर हाम्रो 1 आवरको ड्राइभ 1 आवरको राइड पछि चाहिँ हामी आइसकेको छौँ र अहिले हामी सब रेस्ट मोडमा गइसकेको छौँ र अब हामी नेक्स्ट ट्रिप चाहिँ हामीले कताको गरे हुन्थ्यो जस्तो लागिरहेको तपाईँहरूलाई त्यो कमेन्टमा पनि भनिदिनु होला हामीलाई पनि सजेसनहरू चाहिएको छ लङ टुर पनि जाने लङ टुर अब किनकि लङ टुरहरू पनि गरौँ के समर पनि लाग्यो नि त होला
अल्बर्टा के अरे अनि उता भ्यान्कुभरहरूतिर कहाँतिर जाँदा चाहिँ बेस्ट होला अनि भ्यान्कुभर त्यतातिरको चाहिँ कुन ठाउँ चाहिँ बेस्ट छ भनेर पनि कमेन्ट अनि कोही हुनुहुन्छ भने मेसेज पनि गर्न सक्नुहुन्छ हामीलाई सँगै जान्छौँ हामी अनि हामी यस्तै राइडहरूमा जान्छौँ अनि रमाइलो गर्छौँ होइन जस्तो रमाइलो हुन्छ त्यही नै हो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला बाई विल मिट यु इन नेक्स्ट भिडियो पिस